आज चाहिँ हामी मकनपुर ढुङ्गेगढी जाँदैछौँ हाम्रो छोटो फ्यामिली ट्रिप सबैजना फ्यामिली मेम्बरसँग सी यू गाइज ऐसेलु चाहिँ टन्नै फलेको छ बाटोभरि है यसरी गाइज मैले चाहिँ खाएँ गुवामै हेलो गाइज आज चाहिँ हामी मकनपुर ढुङ्गेगढी गइरहेका छौँ फ्यामिली ट्रिप सबैजना यहाँ हामी हुनुहुन्छ यहाँ बहिनी मेरो कान्छी बहिनी मम्मी हुनुहुन्छ ड्याडी हुनुहुन्छ अनि यहाँ मेरो हस्बेन्ड हुनुहुन्छ उहाँले चाहिँ ड्राइभ गरिरहनु भएको छ ल हामी चाहिँ आज 12:54मा निस्कियौँ अब कतिखेर पुग्छौँ तपाईँहरूलाई अपडेट गराउँदै जान्छौँ है त बिचमा नि अलिअलि भिडियो खिच्छौँ आज चाहिँ मौसम पनि राम्रै रहेको छ अलिक घाम लागिरहेको छ ठिकै छ अरू बेला भन्दा गर्मी त्यस्तो छैन और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती मुझे नहीं पता बस क्लिक हो जाना चाहिए हामी चाहिँ क्याम्पबाट आइपुगिसक्यो मैले यतापट्टि चाहिँ माछा प्लान छ हामी अर्को बाटो आउने हो भने चाहिँ यो कान्ति लोकपथको बाटो आउन सकिन्छ हामी चाहिँ हाम्रो घरबाट सर्टकटको बाटो आयौँ हामी चाहिँ चौगडा बजार आइपुग्यौँ यताबाट गयो भने चाहिँ हटिया पुग्छ अनि धरान चतरा बाटो हटिया हुँदै पुग्ने अनि अब हामी चाहिँ कान्ति लोकपथ हुँदै नै जान्छौँ अब यो गढीको बाटो हुँदै यहाँ चाहिँ हेटौडा सालक पार्क रहेको छ यहाँ चाहिँ सालकदेखि लिएर विभिन्न जडीबुटीहरू चाहिँ प्रिजर्भ गरिराखिएको छ यहाँ चाहिँ सानो पिकनिक स्पट बनिरहेकोले फ्यामिलीसँग घुम्न आउँदा चाहिँ राम्रो ठाउँ रहेको हामी चाहिँ मकनपुर गढी चाहिँ भर्खरै कट्यौँ है तर आज हाम्रो डेस्टिनेसन चाहिँ मकनपुर गढी होइन ढुङ्गेगढी हो सो स्टे ट्युन्ड गाइज साह्रै राम्रो भ्यू छ त्यहाँ डाँडा काटिसकेको रहेछ है माथि डाँडा हामी चाहिँ ऐतिहासिक ढुङ्गेगढी जाने बाटो चाहिँ आइसक्यौँ अब यहाँ चाहिँ बाटो अलिक साँघुरो छ त्यही भएर हामी हिँड्दै नै जान्छौँ बाटो चाहिँ दियोस् राम्रो नै छ है त्यस्तो गाह्रो छैन बाइकहरू ल्यायो भने चाहिँ बाइकहरू र सानो गाडी चाहिँ सजिलै जान्छ अटोहरू सजिलै जान्छ अब यो हिँड्दै जानलाई चाहिँ हाइकिङ गर्नलाई पनि राम्रो ठाउँ रहेको छ घाम लागि पनि त्यस्तो गर्मी फिल चाहिँ भएको छैन चिसो ठाउँ भएर कस्तो लागिरहेछ अनि आज मलाई नदेख्दा कस्तो अच्छा ठीक है समझ गया ओली स्टोरले दिएको छ छाता हामीलाई यो बाटो चाहिँ काठमाडौँ पनि जान आउँदैछ तर अहिले चाहिँ जेठको 2 गतेसम्मलाई चाहिँ यो बाटो बन्द गरेको छ तपाईँहरू अब जेठ 2 गतेसम्म चाहिँ 2082 जेठ 2 गतेसम्म चाहिँ यो बाटो बन्द छ त्यही भएर यो बाटो चाहिँ नहिँड्नु होला है त अर्कै बाटो खोज्नु होला जहाँ इच्छा त्यहाँ उपाय भनेको यही हो गाइजलाई हेर्नु यस्तो कङ्क्रिट बाटोमा पनि यसरी बिचमा बिरुवा उम्रिरहेको छ सो नेभर गिभ अप बाइक लिएर आयो भने चाहिँ बाइकले माथि नै सजिलैसँग जान सकिन्छ A few moments later ऐसेलु चाहिँ टन्नै फलेको छ बाटोभरि है यसरी हिँड्दै आएको छ भने चाहिँ टिप्दै खाँदै जान चाहिँ रमाइलो हुन्छ यहाँ ऐसेलु टिप्दैछौँ 5 minutes later हाम्रो 2 जना चाहिँ सर्टकट बाटो भन्दै जङ्गल फोडेर निस्किनु भएको छ है यस्तो उकालो बाटो नभएको ठाउँबाट वाइल्ड लाइफ यस्तो राम्रो गाउँ यो भ्यूमा आइपुगेपछि यति राम्रो भ्यू देख्न पाइन्छ है तल बस्ती रहेको छ कस्तो राम्रो कति सुन्दर यस्तो शीतल हावा बगिरहेको छ म तपाईँहरूलाई ब्याक क्यामेरा गरेर देखाउँछु यहाँ हेर्नु मेरो हावाले चाहिँ कपाल पुरै उडाइरहेको छ यस्तो शीतल हावा बगिरहेको छ यहाँनिर यस्तो यो गर्मीको उकालोमा स्याहाँ भएर माथि आउँदाखेरि चाहिँ यहाँको शीतलले यत्रो थकाइ सबै नै मेटान गरिदिने रहेछ ठिकै छ हामी अझै पुरै डेस्टिनेसनमा पुगिसकेको छैनौँ ढुङ्गेगढी बाटो पनि ढुङ्गा केही टाइमसम्म केही तलसम्म चाहिँ बाटो राम्रो थियो है माथि चाहिँ ढुङ्गा कच्ची बाटो छ नाम अनुसारकै बाटो रहिआएको छ ल है
यत्रो उकालो हिँडेपछि बल्लसम्म ठाउँ चाहिँ देख्न पाइयो आई थिङ्क ढुङ्गेगढी चाहिँ अलिकति पर त्यहाँ चुचुरोमा रहेछ जस्तो छ ढुङ्गेगढी यहाँ चौरमा चाहिँ हाम्रो एउटा पाडो चाहिँ चरिरहेको रहेछ आनन्दले यस्तो चरिरहेको दुईवटा रहेछ होइन त्यो गोरु त्यो पाडो हो नि त होइन यो तल कस्तो राम्रो भ्यू रहेको छ यस्तो त्यहाँ के को बिल्डिङ रहेछ है त्यो समस्त डाँडाको टुप्पाहरू काटेको त्यो घरहरू बस्तीहरू बसाइएको छ हामी अझै हिँड्दै नै छौँ चर्को घाममा परियो अरूभन्दा पनि त्यही भएर अलिक गाह्रो भएको छ हामी चाहिँ अलिकति फ्रुट्स खान थालेको यहाँ बहिनीले पानी ल्याएर दिए थ्याङ्क यू सानो मान्छेलाई सानै भन्ने केही फरक पर्दैन ल चियर्स चियर्स डेडी आउनु यो बोक्रा चाहिँ खडाले खान्छ चियर्स यहाँको क्याक्टस चाहिँ कस्तो डेजर्टतिर पाउने जस्तै एकदम माथि माथि हाइटमा भएको है यो चाहिँ सबै घरमा चाहिँ यस्तरी पानी ट्याङ्की चाहिँ राखिएको रहेछ है यो पानी राख्नलाई चाहिँ यस्तो घैटा सेपमा बनाएर राखिएको रहेछ पाइपबाट नै पानी तान्नु भएको रहेछ दातिर बासिन्दाहरूले चाहिँ हामी चाहिँ अब यहाँ एकछिन फोटोसुट गर्नलाई लाग्यौँ है यस्तो राम्रो भ्यू आइरहेको थियो पछाडि अनि हावा पनि राम्रो चलिरहेको थियो अनि हामी चाहिँ यहाँ फोटो खिच्ने भनेर एकछिन टाइम स्पेन्ड गऱ्यौँ पानी अब चाहिँ हामी मन्दिर जान लागिरहेको छौँ बाटो चाहिँ अलिकति धराप छ तर सर्टकट बाटो हो यहाँबाट चाहिँ सिडी छ है सजिलो छ यतिको राम्रो ठाउँमा आएपछि चाहिँ मान्छेहरूले यस्तो फोहोरहरू चाहिँ नफालेको भए हुन्थ्यो एउटा पागल मान्छे पनि हामी सँगसँगै बोकेर ल्याउँछौँ बाटोबाट जतिखेर पनि मात्र भेट चाहिँ झ्याउकिरीहरू परेर छ है सुन्नुहुन्छ कि सुन्नुहुन्न हर हर महादेव हामी चाहिँ यहाँ मन्दिर आइपुग्यौँ हाम्रो महादेवको मन्दिर सबैजनाले दर्शन गर्नु होला मन्दिर आयौँ सम्पूर्ण देवी देवताहरूलाई हामीलाई रक्षा गर्नु होला आमा तर्सिर कुकुर यो कुकुरले चाहिँ मेरो सातो लिएर गयो कस्तरी बस्यो यहाँ कुकुर बसिरहेको रहेछ भन्दा नि हुन्छ नि यो कुकुरले चाहिँ मेरो सातो लिएर गयो कृष्ण भगवान लगायत सम्पूर्ण देवी देवताहरूको चाहिँ
यहाँ मूर्ति स्थापना गरिएको छ। अब हामी पछाडिपट्टि जान्छौँ। चप्पल चाहिँ हामीले यहीँ खोलेर जानुपर्छ होला सायद। यो सबै यतादेखि नै मूर्तिहरू सुरु भएको रहेछ। यहीँ नै खोल्नु पर्यो। यहाँ पनि यस्तो पूजा गरिएको छ। हामी महादेव को दर्शन गर्न आइपुग्यौँ। अब यो चाहिँ यतापट्टिबाट देखिने भ्यू। मन्दिर साइडबाट देखिने। यताबाट तपाईँहरूको घर कहाँ पर्छ चाहिँ आफैले पत्ता लगाउनु होला। त्यहाँ साथीहरू म तपाईँलाई जुम गरेर देखाउँछु है। त्यहाँ देखिरहनु भएको छ नि त्यो जुन डाँडो हो त्यो चाहिँ मकवानपुर गढी हो। त्यो मकवानपुर गढी यो चाहिँ पानी पर्ला पर्ला जस्तो मौसम भयो। त्यो बिचमा चाहिँ धुवा उडिरहेको छ सायद आगो लागि भएको जस्तो छ है। यहाँ हेर्नु न गाई चाहिँ मैले चाहिँ के फलेछ भनेर हेरेको त बत्ती चाहिँ यसरी झुन्ड्याएको रहेछ है। अब हामीले चाहिँ मन्दिर दर्शन गरिसक्यौँ होइन। अब हामी चाहिँ फर्किन लागिरहेका छौँ। मौसम पनि अब त तल पुग्दा नपुग्दै पानी पर्ला जस्तो भइसकेको छ। टिकटक बनिरहेको छ। यहाँ चाहिँ सँगै ऐसेलुहरू चलेको के हुन कस्तो कलरै अर्को आएको कि ऐसेलुको। हामीले अब ऐसेलु खान लागि एडिट गर्नुपर्छ। यो प्लास्टिक देखाउनु त। एक झोला ऐसेलु किन्यौँ पनि अब एक बडका अलिकति छैन। यति चाहिँ अब ल खाएर चियर्स गरौँ। हात धुनु पर्ने होला। अब गर्ने हालिदिनुहुन्छ खाने स्पेसल सर्भिस मजा आएछ खाना। ल गाइज मैले चाहिँ खाएँ गुवामै यति धेरै चाहिँ मेरो हातमा त आउनु होला तपाईँहरू पनि खानुलाई। मिठो ढुङ्गे गढीमा मिठो छ है। हामीले चाहिँ यहाँ आन्टीकोमा आएर खायौँ। अघि देखाएको बारीमा चाहिँ उहाँकै बारी हो। अब चाहिँ हामी एकछिन ऐसेलु खाएर एकछिन आराम गरेर अब फर्किन लाग्यौँ। पानी पनि पर्ला जस्तो भइरहेछ। त्यस यति बेरसम्म चाहिँ राम्रो मौसम भयो। चिसो हावा यस्तो उचाइमा आएर गर्मीमा यति चिसो हावा खान पाउँदा चाहिँ एकदमै रिफ्रेसिङ फिल भएको छ। ल अब चाहिँ हामी ओह्रालो लाग्न थाल्यौँ। अब हामी गाडी रोकेको ठाउँमा जान्छौँ। 20 minutes later. हामी चाहिँ बिहान हिँडेको टाइम त्यही 1 बज्न लागेको थियो। अब यो गाडी गएर घुमेर एकछिन बसेर ऐसेलु खाएर आउँदाखेरि चाहिँ 3:30 भएको छ। ल यति टाइममा चाहिँ मजाले हिँडेरै पनि आइपुग्न सकियो। यहाँ हाम्रो गाडी राखेको छ। अब चाहिँ हामी गाडीमा आएर पनि फर्किन लागिसक्यौँ। अब हामी हेटौडातर्फ लाग्दैछौँ। अनि कस्तो भयो त? रमाइलो भयो। डेडलाई कस्तो लाग्यो? मम्मीलाई कस्तो लाग्यो? एकदम रमाइलो भयो। माथिको रमाइलो चिज मम्मी चाहिँ सिनहरु राम्रो रहेछ। भ्यू चाहिँ राम्रो देखिँदैछ माथिबाट। रमाइलो भयो है। हेटौडाबाट नजिकै चिसो हावा खानको लागि चाहिँ राम्रो ठाउँ छ। ड्राई पिकनिक गर्नलाई पनि मिल्ने ठाउँ छ। फोहोर चाहिँ नगर्नु होला। फोहोर चाहिँ एकदम रहेछ। गर्नलाई जस्ता हाले ठाउँ छ र
अनि त्यो ग्राउन्ड जस्तो सम्म ग्राउन्ड छ अनि गोठ जस्तो यहाँ हामीसँगै एकजना हजुरआमा र बहिनी पनि तलसम्म चाहिँ आउनु भएको छ। अब हामी चाहिँ फर्क्यौँ आजको लागि चाहिँ अब यति नै। अब नेक्स्ट ब्लगमा फेरि पनि आउने नै छौँ लिएर। ओके बाई बाई ल सबैलाई फर्काएर बाई।